हेलो गाइस, सबैजनालाई स्वागत छ नयाँ भिडियोमा। र अहिले म चाहिँ शिक्षा तालिम केन्द्र तनहुँको दमौलीमा छु र अहिले यो कोठाबाट मैले रेकर्डिङ गर्दैछ। र यहाँ चाहिँ विशेष गरी म निराजन सर र हाम्रो तिलक मामा हुनुहुन्छ र उतातिर हाम्रो भवि सरहरू पनि हुनुहुन्छ है। अब हामी निस्किँदैछु अब घुम्नको लागि है, हामी केही ठाउँहरू हेर्नको लागि। अब यता बाहिर यसो हेर्दाखेरि शिक्षा तालिम केन्द्रको यो भवनहरू हो, आवासको भवनहरू है। अनि उतातिर तालिम केन्द्र अलि उतै छ, थोरै अलि उतातिर छ भने चाइना पुल अलि यता माथि छ भने दमौली यता भयो है। अनि यतातिर चाहिँ मानुङकोट डाँडा छ अलि माथितिर। अब हेरौँ उतातिर के हुन्छ कसो हुन्छ। अब हामी जान तयारी भइसकेको छ। हुन्छ ल साथी हो, हामी निस्किँदैछु है यसो घुमघामको लागि। के छ कसो छ अब हेरौँ। हामी शिक्षा तालिम केन्द्र तनहुँ यो भवनबाट हामी जाँदैछु। अब हामी हाम्रो कुल सर के अरे बौद्धिकाली हाम्रो व्याकरणको हाम्रो कुल सर एकदमै मिल्ने साथी हाम्रो। यता त भन्नै परेन, भवि सर म अनि निराजन सर अगाडि जानु भएको छ। खै अहिले भेटिन्छ भेटिन्न हेरौँ। तालिम केन्द्रको परिसर यसो बोर्डहरू। यो त के बोर्ड हो यो? राम्रो रहेछ है यो शीतल। गेटतिर आइपुग्न लागेको छ है हामी। यही हो एउटा तालिम हाल। यतातिर यो ग्राउन्ड रहेछ, ग्राउन्ड जम के अरे तालिम केन्द्रको भवन त्यहाँनिर रहेछ अलि उता हाम्रो तालिम लिने ठाउँ। अनि यहाँ पनि रहेछ है, यहाँ चाहिँ नि तालिम केन्द्रको अर्को भवन पनि रहेछ। हामीले पार्किङ गरेको छ उताको कोठा जाँदै हुनुहुन्छ बाइक लिनको लागि। गेट यही भयो, गेट यही छ यहाँबाट निस्किने। अनि यहाँ माथि चाहिँ नि आर्मीको ब्यारेक पनि रहेछ है साथीहरू। ल अब हामी कता कता हुन्छ घुम्न जान्छौँ, यसो देखाउने छु है त भिडियो के हुन्छ कसो हुन्छ। ल ओके। अरे यो पुललाई के भन्छ अरे? माडी पुल, चाइना पुल। यो चाइना पुलमा हिँड्दैछ। हामी दमौली सालमा जाँदैछौँ। हाम्रो मामाले एउटा बाइक राइडर गर्दै हुनुहुन्छ अगाडि। सरहरू हुन्छ निराजन सर जानुहुन्छ उहाँलाई भेट्नको लागि। त्यसपछि हामी हेरौँ माथितिर यता बन्दैछ एउटा पुल। अहिले दमौली बजारको यो मेन रोडमा यो चोकमा आइपुगेको मानुङको डाँडामा हो। यहाँनिर एउटा बाल उद्यान रहेछ है गाइस। हामी तल गुफा छ अरे, गुफातिर हेर्न जाँदैछ। दमौलीको अहिले हामी व्यास गुफामा आइपुग्यो। व्यास गुफा यस्तो रहेछ। हाम्रो साथीहरू आउनु यस्तो रहेछ है गुफा भनेको। ए मजाको कसो रहेछ हट्टन हेर्दाखेरि भित्रै रहेछ के रहेछ है। यस्तो रहेछ गुफाको। ल ठिक छ, ठुलै खालको गुफा ल साथीहरू हामी अब गुफाबाट बाहिर निस्क्यौँ। अहिले झापुटारमा आइपुगेको छ हाम्रो
अहिले चाहिँ बाइक राइडरमा अहिले यो पुलमा आइपुग्यो रहेछ हामी। यो हामी झर्नुपर्छ पर्दैन के हो? यो झापुतार पारिवारी चाहिँ बिच झरे रहेछ। अब यो पुल चाहिँ हामी तार्दैछौँ। पुल यो नदी सेती र मालीको दोकानमा यहाँ पुल पनि बन्दै रहेछ है। मान्छेहरू भिड छ। नदी माथि डाँडो डाँडाखोडी हामी एउटा कोठामा लाग्यो जाँदैछ। अब अलिकको देख के भयो यार क्यामेरा अल्लाह मामा राम्री मामा पुलमा त यार ल निराजन सर यता रहेछ। पानी कस्तो ल भन्नु त? पानी एकदम व्याख्या गर्नु त के हो? नाम के हो? यताउति एकदम क्यूट छ पानी। पानी पनि क्यूट। कहिलेबाट हो? गुरुङ भाषामा पानीलाई क्यू भन्छ के? ठीक छ एकदम मिठो छ। पानी खानलाई हामी बस्यो है साथीहरू। अब पानी कस्तो छ चाखौँ त ल। एकदमै चिसो भन्नुभयो बच्चाहरू भन्नु साथीहरूले। बालबालिका भन्न पर्ने भएपछि पानी ल पानी दबाइयो। पानी दबाएपछि अब हिँड्ने काम गरौँ। पानी मजा एकदम चिसो छ है। यो पानी चाहिँ फ्रिजको जस्तो साथीहरू। अन्य किन्न पर्यो भने चाहिँ 25 देखि 30। हारारीमा चाहिँ अलिकति महँगो। अलि मिनिमम म्याक्सिमममा चाहिँ तपाईँले 50 सम्म चाहिँ यो बजेट प्राइस राखेर चाहिँ किनेर खानुपर्छ। तर आज यो यति राम्रो मिठो पानी यो झापुटार भन्ने ठाउँमा झापुटारको त्यो तल्लो फेदी रहेछ। यहाँ माथि एउटा के हो बन्दैछ के अरे माथि जलविद्युत होइन त्यो विद्युत हाइड्रो पावर। अहिले हामी त्यहाँ जाँदैछौँ। हाइड्रो के छ बन्दैछ त्यो पावर नजिकै जाने बाटो नजिकै एकदम चिसो पानी रहेछ। त्यो हामीले पनि खायौँ एकदम मिठो छ। तपाईँहरू यसो आउनुहोस् चाख्नुहोस् विचार गर्नुहोस् कस्तो हुन्छ। खाएर अलिकति हिरो पो भइन्छ कि होइन सर्लक्कै 20-25 पुगिन्छ यो खायो भने अलिकति युवाङ चाहिँ देखिन्छ है साथीहरू। ल ठिक छ ल टेस्ट गरौँ। अरे हामी ल सोरुम हो कि सोरुम पारी। ओके यो ए सर भिडियो गर्न पर्यो। ल हामी चाहिँ यो हाइड्रो पावरको यो सोरुमको एरियामा आइपुगेको छौँ है हामी। यो के हो? यो यतापट्टि नदी हाम्रो के भन्छ सेती नदीको होइन सेती नदीको यो उसमा आइपुगेको छौँ। अब के हो हामी एकजनाले थाहा छैन। तर हामी यतिजना चाहिँ हामी भेटघाट अथवा घुमघामको लागि हामी आउँदैछौँ। सर म पछि छु। अब हामी यो भित्र छिर्दैछौँ साथीहरू। यो भित्र के छ कसो छ बाटो हेरेर हामी छिर्छौँ। देखाउने कि हामीलाई देखाउने कि अगाडि उता गर्ने होइन सर। ओके ओके ल हामी गर्छौँ सर यार। हामी सोरुम
भित्र छिर्दैछ साथीहरू। हाम्रो यता भ्याउभिसर रमाइलो रहेछ यार। कति चिसो हो हावा। ओ हामी सोरुमभित्र छिर्दैछ साथीहरू। कति मजा हो गाइस। ल साथीहरू हाइड्रो पावर है सेती नगर सेती खोलाको सेती नदीको हाइड्रो पावरमा कति शीतल रहेछ हामी हेर्दैछौँ। यो बत्तीहरू भित्र स्वर्गै भएछ। भित्र चाहिँ बत्ती राखेको रहेछ बिचबिचमा अनि उज्यालै छ हो सर हो है। स्वर्गै राम्रो रहेछ। तरकारी हो। हाम्रो मामा अगाडि हिँड्दै हुनुहुन्छ। यता हाम्रो भविष्यर अनि म रमाइलो रहेछ है। यो त कहिले पकाइदिनु पर्ने यस्तो भित्र त। तपाईँको वाच भएन भिडियो खिचेकै छैन यो तपाईँले यार है तेरे। सरी यार भिडियो भएकै रहेनछ यार। निस्क्यो बाहिर डेन्जर जोन। यता पनि यता ओहो डेन्जर माथि हेर्नु न है। डेन्जर रहेछ माथि हेर्नु न सर माथि डेन्जर रहेछ यार। ओहो बब्बल ठाउँ हेऱ्यो हामीले। आइपुग्यो हामी आज स्वर्गैमा आइपुग्यौँ यो साथीहरू यार। ओके ओके ल अब बाइक यतै। अति रमाइलो ठाउँ भेट्यो आज। त्यहाँ चाहिँ पानी जाँदैछ है नदी। अनि त्यहाँ पनि सोरुम छ कसरी हो। अनि यता बन्दैछ संरचना। यता हेरेर आउँदाखेरि बबल चाहिँ बनिरहेको रहेछ स्टेप बाई कति माथि नै रहेछ त्यो। अनि यतातिर नि बन्दैछ। यतातिर चाहिँ अलि अँध्यारोतिर आइपुग्यो हामी अलि आबेला। तर देखिरहेछ है मजाले सिन। त्यहाँ बिचमा पल पनि रहेछ क्या है। त्यहाँ तल छ माथि अनि माथिलो छ। यो कसरी बनाउने संरचना के हो त्यो त बुझेन। तल्ल मान्छेहरू है मान्छेहरू हिँड्दै हुनुहुन्छ है। ए यो कति सानो मान्छे देख्छ त यार। थुप्रै मान्छे रहेछ काम गरेको। उता मजाको संरचना रहेछ। उता पारी चाहिँ डमोलिनी भयो है। अनि यो के हो कि यो यस्तो मजाको सोरुम छ। यहाँबाट नि एउटा उस छ है माथि नै रहेछ। यता हाम्रो साथीहरू भविष्य निराजन कुलसा र हाम्रो तिलक मामा। ओके हामी सुरुङबाट हामी बाहिर आयो है। हामी सबैजना अहिले आधार भइसकेको छ। यहाँ बत्ती भएको कारणले अब हामी घरतिर हामी रुमतिर जाँदैछौँ अब है। अब आधार भइसक्यो ठिक छ। फर्क्यो हामी फाइनल्ली सबै घुमेर हामी तालिम आवासको हामी यो सुन्ने कोठामा आइपुगेको छ। कस्तो लाग्यो भिडियो लाइक शेयर कमेन्ट सल्लाह सुझाव दिनु होला। ओके बेलामपाल जय नेपाल नमस्कार डुम।